हाम्रो यो फाइनल खेल प्रत्यक्ष रूपमा रूपाको खबरबाट भइरहेको गर्दाखेरि सम्पूर्णलाई त्यो प्रत्यक्ष प्रसारण आफ्नो फेसबुकमा सेयर गरिदिनु पनि हार्दिक अनुरोध गर्दछु। सम्पूर्णलाई हार्दिक नमस्कार, हार्दिक स्वागत। फेरि पनि हामी यो महिलातर्फको फाइनल खेल लिएर तपाईँ सामु उपस्थित भइसकेका छौँ। हामी खोटाङको दिप्रुङ चुइसुमा गाउँपालिका साथ टेम्मामा रहेका छौँ। टेम्माको पनि एउटा सुन्दर गाउँ ज्यामिरेमा छौँ। दिप्लुङ झरना नजिकैबाट यो प्रत्यक्ष प्रसारणमा जुटिरहेका छौँ। ज्यामिरे युवा क्लबले आयोजना गरेको खुल्ला वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको यो प्रत्यक्ष प्रसारणमा हामी निरन्तर 4 दिनदेखि जुटिरहेका छौँ र आज फाइनलको प्रत्यक्ष प्रसारण लिएर आएका छौँ। पुरुषतर्फको फाइनल यस पछाडि हुनेछ र यति बेला भने महिलातर्फको यो फाइनल खेल सुरु हुन लागिरहेको छ। जुन यो क्यामेराको नजिकैको कोणमा तपाईँले निरो जर्सीमा आयोजक टेम्मालाई ज्यामिरेलाई देख्न सक्नुहुन्छ भने सेतो जर्सीमा साकेला गाउँपालिका 3 खिदिमा 20 प्रतिस्पर्धा भइरहेको म तपाईँहरूलाई जानकारी गराउँछु। र यति बेला चान्स छ साकेलालाई नम्बर फुटाउने। यति बेला फेरि पनि आयोजकले चान्स पाएको छ। त्यहाँ अर्पणा त्यसै गरी खिदिमाले खाता होल्दै एक बनाउन सफल हुनुभएको छ भने आयोजक 1-0 को अवस्था। खिदिमालाई सुरुवाती अग्रता सूर्यधन समाल साउदीबाट हेर्दैछु भनिरहनु भएको छ। यति बेला 2-0 को अवस्था छ। र फेरि पनि नम्बर यति बेला खिदिमालाई लगातार 3-0 त्यहाँ स्कोर बोर्डमा नम्बर हुनेछ। तपाईहरु कहाँबाट हेर्दै हुनुहुन्छ र यो लाइभलाई कस्तो लागिरहेको छ हाम्रो प्रत्यक्ष प्रसारण त्यो पनि कमेन्ट गर्नुहोला। कुन टिमको पक्षमा हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नुहोला। लगातार नम्बर यति बेला साकेलालाई जर्सी नम्बर 5 त्यहाँ साकेलाकी परिता राई सर्भिसमा छिन्। सेतो जर्सीमा साकेला गाउँपालिका 3 खिदिमा र यति बेला भने परिताको सर्भिस आउट। नम्बर आयोजकले खाता खोलेको छ। अर्पणा यति बेला सर्भिसमा जर्सी नम्बर 2 निरुता विश्वकर्मा म पनि हेर्दैछु है हलेसीबाट भन्दै हुनुहुन्छ। कहाँबाट हेर्दै हुनुहुन्छ कुन टिमको सपोर्टमा हुनुहुन्छ त्यो कमेन्ट गर्नुहोला। र त्यहाँ राम्रो स्पाइक यति बेला अमिता बानिया टिम क्याप्टेन साकेलाको र साकेलामा अमिता बानिया टिम क्याप्टेन, देवराज तामाङ हुनुहुन्छ टिम कोचको रूपमा, मनिता राई, परिता राई, सुमिला तामाङ, ममता तामाङ र सजना राई साकेलाका खेलाडीहरू। त्यस्तै गरी आयोजक टेम्मा ज्यामिरेबाट योगेन्द्र राई टिम कोच, त्यहाँ अर्पणा राई टिम क्याप्टेन, देविका राई, विनिता मगर, विनिशा मगर, दया राई, अस्मिता राई र अङ्किता राई रहेका छन्। यति बेला लगातार नम्बर आयोजकलाई विनिशा यति बेला सर्भिसमा जर्सी नम्बर 3 विनिशा, उनको सर्भिस निकै राम्रो रहेको छ। हिजो नै मैले प्रशंसा गरेको थिएँ उनको सर्भिसको। र त्यहाँ खाली ठाउँमा र राम्रो डिफेन्स त्यहाँ खिदिमाको सजनाको त्यहाँ तारिफ गर्नुपर्ने हुन्छ। यति बेला चान्स छ विनितालाई, राम्रो स्पाइक त्यहाँ, राम्रो डिफेन्स खिदिमाको र त्यो स्पाइक आउट रहनेछ खिदिमाको। नम्बर आयोजकलाई 3-5 विनिशा मगर फेरि पनि सर्भिसमा। परशुराम दाहाल म खोटे हाङबाट हेरिरहेको छु भन्नुभएको छ। कस्तो लागिरहेको छ तपाईँहरूलाई यो लाइभ कमेन्ट गर्नुहोला र सबैलाई सेयर पनि गर्न म हार्दिक अनुरोध गर्दछु ताकि अन्य भलिबल प्रेमी महानुभावहरूले यो प्रत्यक्ष प्रसारणलाई हेर्न पाउनुहुनेछ। त्यो अवसर जुटाउनको लागि तपाईँहरू सम्पूर्णले सेयर गर्न अनुरोध गर्दछु। र यति बेला नम्बर आयोजकलाई 4-5 लगातार नम्बर ल्याइरहेको छ आयोजकले।
खिदिमा 5 विनिशा यति बेला सर्भिसमा धनीराज राई म इटरीबाट हो जितको शुभकामना दुवैलाई भन्नुभएको छ सुना चामलिङ राई राम्रो खेल्नु पर्यो भन्दै हुनुहुन्छ नम्बर फेरि पनि यति बेला आयोजकलाई बराबरी 5 विनिशा लगातार सर्भिसमा चान्स यति बेला चेन्ज गर्ने र राम्रो स्पाइक थियो त्यहाँ राम्रो डिफेन्स आयोजकको यति बेला चान्स रहनेछ खिदिमालाई र त्यो सर्भिसरी स्पाइक राइट रहनेछ अन्डरलाइन थियो नम्बर खिदिमालाई 6-5 जर्सी नम्बर 6 त्यहाँ सर्भिसमा मनिता राई सर्भिसमा रहनेछन् खिदिमाकी र झुक्किन पुगे यति बेला 7-5 2 नम्बरले खिदिमा अगाडि यति बेला बबिन कटवाल साकेला गापाका खेलाडी उनीहरूलाई शुभकामना हुनुभएको छ सुमान मगर म केटिएमबाट हेर्दैछु भन्दै हुनुहुन्छ सबैलाई म सेयर गर्न अनुरोध गर्दछु फेरि पनि विशेष अनुरोध गर्दछु फाइनल खेल भइरहेको छ यो महिलातर्फको यस पछाडि पुरुषतर्फको फाइनल खेल रहनेछ पुरुषतर्फ फाइनलमा पुगेका छन् भोजपुरको आमसोक र खोटाङको डुम्रे धारापानी दुवैका समर्थकहरूलाई पनि व्यग्र प्रतीक्षामा रहन म अनुरोध गर्दछु त्यो पुरुषतर्फको रोमाञ्चक फाइनल खेल र यति बेला आयोजकलाई नम्बर 6-7 विनिता मगर यति बेला सर्भिसमा आयोजक टिमबाट पराजुली चित्र कति रमाइलो हो भन्ने हाम्रो भनाइ छ भन्दै हुन्छ पक्कै पनि निकै रमाइलो हो भन्ने हाम्रो पनि भनाइ छ चान्स यति बेला खिदिमालाई गोविन्द योन्जन दुवै टिमलाई शुभकामना मनिता चाम्स जितको शुभकामना आयोजक भन्नुभएको छ र यो स्पाइक आउट रहन पुग्यो आयोजकको नम्बर खिदिमालाई 8-6 प्रकाश राई साकेलाको जित निश्चित हजुर भन्दै हुनुहुन्छ त्यहाँ रिसिभ पुगेन यति बेला चान्स खिदिमालाई त्यहाँ परिता गल्ती गर्न पुगिन् परिताले हिजोको सेमिफाइनल खेलमा निकै उत्कृष्ट स्पाइक रहेको थियो परिताको यति बेला भने उनले त्यहाँ मिस्टेक गर्न पुगिन् 7-8 र यति बेला परिताको यो उत्कृष्ट स्पाइक थियो तर राम्रो बचाउ आयोजकको फेरि पनि परिता राम्रो स्पाइक परिताको फेरि पनि तारिफ योग्य स्पाइक त्यहाँ 9-7 जीवन थापा मगर दुवै टिमलाई जितको शुभकामना भन्दै हुनुहुन्छ बन्दा कार्की बलगरौँ आयोजक नानीहरू भन्दै हुनुहुन्छ तपाईहरु कुन टिमले जित्छ जस्तो लाग्दैछ कुन टिमको पक्षमा हुनुहुन्छ कमेन्ट गर्नुहोला इन्द्र कुमार तामाङ म साकेलाबाट हेरिरहेको छु भन्नुभएको छ त्यसैगरी हदी राई बधाई छ दुवै टिमलाई भन्दै हुनुहुन्छ जर्सी नम्बर 7 यति बेला सर्भिसमा सुमिला तामाङ 10-7 3 नम्बरले अगाडि र त्यहाँ बल कट्ने छैन गल्ती गर्न पुगे आयोजकका खेलाडी नम्बर लगातार खिदिमालाई र यति बेला टाइम आउट मागेको छ आयोजकले यो केही नम्बरले पछि परेको छ आयोजकको टिमलाई तपाईँ त्यहाँ देख्न सक्नुहुन्छ योगेन्द्र राई टिम कोच त्यहाँ कोच गर्दैछन् र खिदिमाका खेलाडी देवराज तामाङ त्यहाँ आफ्ना खेलाडीलाई कोच गर्दैछन् अझै नम्बर अगाडि बढाउन त्यहाँ र यो टाइम आउट सकिएको छ प्रकाश गुरुङ सूर्यधन समाल हामीलाई कमेन्ट गर्दै हुनुहुन्छ खिदिमाको पक्षमा हुनुहुन्छ दुवैजना यो सुमिलाको सर्भिस त्यहाँ र यो मिस्टेक गर्न पुगिन् त्यहाँ जर्सी नम्बर 4 देविका राईले नम्बर खिदिमालाई फेरि पनि 12-7 5 नम्बरले अगाडि 12 भने आइसके छ  7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164
र त्यो राइट स्पाइक रहनेछ। नम्बर यति बेला आयोजकलाई 8-12 4 नम्बरले अगाडि। अस्मिता राई यति बेला सर्भिसमा आयोजक टिमबाट, तर त्यो अस्मिताको सर्भिस कोडभन्दा बाहिर। यसको फाइदा खिदिमालाई। 13-8 जर्सी नम्बर 2 ममता तामाङ सर्भिसमा साकेलाबाट। तिलक पौडेल, बाबु जिम्बा यति बेला खिदिमाको पक्षमा कमेन्ट गर्दै हुनुहुन्छ। यो चान्स पाउनेछ खिदिमाले, तर आयोजकलाई चान्स यति बेला अर्पणाको त्यहाँ, र यो चान्स राम्रो स्पाइक त्यहाँ परिताको फर्काएको छ आयोजकले। फेरि पनि परिता, र यति बेला भने प्लेसिङ परिताको त्यहाँ लिफ्टर मिलेन, र नम्बर यति बेला आयोजकलाई 9-13। सुजन गिरी यति बेला कमेन्ट गर्दै हुनुहुन्छ हामीलाई। सबैलाई फेरि पनि स्वागत गर्छु, सेयर गर्न अनुरोध गर्छु। हामी खोटाङको टेम्मामा छौँ। राम्रो स्पाइक त्यहाँ परिताको, जर्सी नम्बर 5। राम्रो खेल प्रदर्शन उनको। सर्भिसमा पनि परिता। र यो मिस्टेक गर्न पुगे विनिशाले। नम्बर खिदिमालाई 15-9 5 नम्बरले अगाडि खिदिमा। बिन्ता चान्स यति बेला। राम्रो स्पाइक त्यहाँ अमिता बानियाको टिम क्याप्टेन खिदिमाकी। नम्बर 16-9 त्यहाँ सर्भिसमा परिता लगातार। र डिफेन्स पनि राम्रो परिताको त्यहाँ, र त्यो राइट रहनेछ स्पाइक, तर त्यहाँ सम्भवतः नेट टच हुनुपर्छ। नम्बर यति बेला आयोजकलाई प्राप्त भएको छ 10-16। 6 नम्बरको अन्तर। चान्स यति बेला आयोजकलाई। विनिता त्यहाँ स्पाइकमा, राम्रो स्पाइक थियो उनको, फर्काएको छ खिदिमाले। फेरि पनि चान्स आयोजकलाई। र चान्स यति बेला खिदिमालाई। राम्रो बचाउ आयोजकको। चान्स छ यति बेला खिदिमालाई, र त्यहाँ फिल इन द ब्ल्याङ्क्स अमिताको। मनोज थापा, नमस्कार सर, म मलेसिया पेनाङबाट हेर्दैछु। पुरुषतर्फको कति टिम बाँकी छ सर भन्नुभएको छ। पुरुषतर्फको अब फाइनल खेल मात्र बाँकी हो। त्यहाँ भोजपुरको आमचोक र खोटाङको डुम्रे धारापानी भिड्नेछन्। केही समय प्रतीक्षा गर्नुहोला। यो महिलातर्फको फाइनल भइरहेको म तपाईँहरूलाई जानकारी गराउँछु। हामी खोटाङको दिप्रुङ चुइचुमा गाउँपालिका साथ टेम्मामा छौँ। टेम्माको ज्यामिरेको यो भलिबल प्राङ्गणमा छौँ, ज्यामिरे गाउँमा छौँ। यति बेला आयोजक र खिदिमा यो फाइनलमा प्रतिस्पर्धा गरिरहेका छन्। महिलातर्फको विजेता टिमले 50,000 साथमा उत्कृष्ट ट्रफी, मेडल र प्रमाणपत्र। त्यसै गरी उपविजेताले 30,000 र सेमी फाइनलिस्ट 2 टिमले 10,000 र सेमी फाइनलिस्ट भएका छन्। खिदिमाकै अर्को बी टिम र आयोजकको बी टिम सेमी फाइनलिस्ट भइसकेका छन्। दुवै टिमले 10,000 पक्का गरिसकेका छन् भने यति बेला 50,000 र यो 30,000 को लडाइँ भइरहेको छ यो मैदानमा, अर्थात् विजेता र उपविजेता बन्नको लागि। पुरुषतर्फको विजेताले 1 लाख पाउनेछ, उपविजेताले 70,000। जुन त्यो लडाइँ लड्नेछन् खोटाङको डुम्रे धारापानी र भोजपुरको आमचोक, र 20,000 चाहिँ फाइनलिस्टलाई थियो। त्यो 2 टिमको पक्का भइसकेको छ। सेमी फाइनलिस्ट बन्ने 2 टिम ओखलढुङ्गाको कुइबिर र भोजपुरको सडानन्द नगरपालिका 13 ओखलढुङ्गाको कुइबिरलाई आमचोकले पराजित गरेर फाइनल गएको भने
भोजपुरको सडानन्दलाई खोटाङको डुम्रे धारापानीले पराजित गरेर फाइनल प्रवेश गरेको म तपाईँहरूलाई जानकारी गराउँछु। यति बेला महिलातर्फको यो फाइनल राम्रो स्पाइक त्यहाँ चान्स छ फेरि पनि आयोजकलाई सरी खिदिमालाई। यति बेला भने राम्रो स्पाइक र त्यो राइट रहनेछ सुमिलाको त्यहाँ स्पाइक थियो 18-13 जर्सी नम्बर 6 मनिता राई यति बेला सर्भिसमा साकेलाबाट राम्रो त्यहाँ मनिताको स्पाइक तर साकेलाको डिफेन्सले त्यसलाई रोक्नेछ चान्स फेरि पनि साकेला खिदिमा बानिया त्यहाँ चान्स फेरि पनि खिदिमालाई र त्यो अन्डर नेट रहनेछ पक्कै पनि अमिताको त्यहाँ स्पाइक 14-18 विनिता राई यति बेला सरी विनिता मगर यति बेला सर्भिसमा राम्रो स्पाइक त्यहाँ सुमिला तामाङको नम्बर खिदिमालाई 19-14 सर्भिसमा अमिता बानिया यति बेला भने राम्रो स्पाइक त्यहाँ जर्सी नम्बर 4 देविका राईको आयोजकबाट कुमार मुग्राती राम्रो छ सरलाई भन्नुभएको छ। राज सुनार खिदिमाले जित्नु पर्यो गङ्गा मुक्तान कमेन्ट गर्दै हुनुहुन्छ। नवीन श्रेष्ठ आत्मा खिदिमाले जित्नु पर्यो भन्दै हुनुहुन्छ। सूर्यधन समाल कमेन्ट गर्दै हुनुहुन्छ। सबैलाई म अनुरोध गर्छु तपाईँहरू कुन टिमको पक्षमा हुनुहुन्छ कमेन्ट गर्नुहोला र सेयर पनि गर्नुहोला ताकि अन्य साथीहरूमा आज यो प्रत्यक्ष प्रसारण पुग्नेछ। म विशेष अनुरोध गर्छु। म राजकुमार सरगम तपाईँहरूसँग यो प्रत्यक्ष प्रसारण लिएर जोडिरहेको छु रूपाकोट खबरबाट। यति बेला जर्सी नम्बर 1 अङ्किता राई सर्भिसमा आयोजकबाट 16-19 लगातार नम्बर आयोजकलाई साकेलाले चेन्ज गर्नुपर्ने हुन्छ। चान्स फेरि पनि आयोजकलाई र नम्बर फेरि पनि आयोजकलाई 17-19 लगातार नम्बर आयोजकलाई 2 नम्बरको मात्रै अन्तर। यति बेला अङ्किता सर्भिसमा बबिन्द्र राई सुजन छेत्री दलबहादुर देउजा सुजाता विश्वकर्मा सबैले कमेन्ट गर्दै हुनुहुन्छ। ज्यामिरेलाई कोही खिदिमालाई सपोर्ट गर्दै हुनुहुन्छ। त्यहाँ लक्की कट्न पुगेको छ र यति बेला आयोजकलाई फेरि चान्स फेरि साकेलालाई परिताको त्यो सामान्य प्लेसिङ अर्पणा यति बेला राम्रो स्पाइक त्यहाँ र राम्रो बचाउ साकेलाको फेरि पनि अर्पणा त्यहाँ पुगेन परितालाई र फेरि पनि अर्पणा र राम्रो यहाँ अर्पणाको स्पाइक 18-19 र 19-18 यति बेला 18-19 नजिक पुगेको छ। निकै अङ्कले पछाडि थियो। आयोजकले लगातार नम्बर ल्याएको छ। यति बेला खिदिमालाई एक चेन्जको आवश्यकता छ त्यहाँ र त्यो भइरहेको छैन। वारी अनु आयोजक पनि कम छैन है भन्दै हुनुहुन्छ। सुना चामलिङ राई कमेन्ट गर्दै हुनुहुन्छ। यति बेला अभिषेक गुरुङ पनि हामीलाई कमेन्ट गर्दै हुनुहुन्छ। यो पहिलो सेट हो। राजेन्द्र मेलिहाङ म कलकत्ताबाट हेर्दैछु साकेलालाई बधाई छ भन्नुभएको छ। परदेशी कान्छोजीले पनि कमेन्ट गर्दै हुनुहुन्छ। कस्तो देखिरहनु भएको छ हाम्रो प्रत्यक्ष प्रसारण कमेन्ट गर्नुहोला। सुधार गर्नु पक्ष भयो केही। निरज चामलिङ राई कमेन्ट गर्दै हुनुहुन्छ। यति बेला 18-19 अङ्किता सर्भिसमा एक चेन्जको आवश्यकता त्यहाँ साकेलालाई। त्यहाँ छिन् परिता राम्रो प्लेसिङ थियो उनको फेरि पनि चान्स र राम्रो तिल परिताले यो स्पाइकलाई रोक्नु हुने छैन। उनले नम्बर लगातार गएपछि केही प्लेसिङहरू गरेकी थिइन् तर नम्बर फेरि स्पाइकबाटै आएको छ। 20-18 2 नम्बरले अगाडि
आयोजक 18 पाण्डे बिलन लाइभ धेरै राम्रो छ सर भन्नुभएको छ। धेरै धेरै धन्यवाद। सुना चामलिङ दामी भन्नुहुन्छ र यो स्पाइक आउट हुन पुग्यो। आयोजकको नम्बर दर्शकहरूले खिदिमालाई 21-16 फ्ल्यास अफ गरिदिनु हुन अनुरोध गर्दछौँ। सुमिला यति बेला सर्भिसमा र त्यहाँ रेस पुगेन र अर्पणाले त्यो बललाई कोटाउन नसक्दा नम्बर खिदिमालाई 22-18 फेरि पनि लगातार खिदिमालाई नम्बर सुमिला तामाङ त्यहाँ सर्भिसमा। सबिन खड्का राजकुमार सरको जस्तो छ त भाइस भन्दै हुनुहुन्छ। पक्कै पनि तपाईँको सही आकलन। अङ्कित मगर दामी भन्दै हुनुहुन्छ। धन्यवाद तपाईँलाई। बलिराज योन्जनजीले पनि साकिला राम्रो खेल्नु पर्यो भन्दै हुनुहुन्छ। र यो सर्भिस रहनेछ सुमिलाको 22-18। अर्पणा त्यहाँ स्पाइकमा रहनेछिन्। फेरि पनि उनलाई भित्र उठ्न पुग्यो। राम्रो त्यहाँ सजनाको डिफेन्स र त्यही डिफेन्सले गर्दा नम्बर खिदिमालाई 23-18। सिर्जना जिम्बा कमेन्ट गर्दै हुनुहुन्छ। शिव भाइ कमेन्ट गर्दै हुनुहुन्छ। तपाईँको आइडी अनुसारकै मैले नाम पढिरहेको छु। र यति बेला आउट हुन पुग्यो नम्बर आयोजकलाई 19-23 जर्सी नम्बर 7 अस्मिता राई यति बेला सर्भिसमा आयोजकबाट। नवीन श्रेष्ठ अस्मिता देउजा साकेला राम्रो खेल्नु पर्यो भन्दै हुनुहुन्छ। अभिषेक गुरुङ म चाहिँ केटिएमदेखि हेर्दैछु भन्दै हुनुहुन्छ। त्यहाँ मिस्टेक गर्न पुगे खिदिमाका खेलाडीले। फाइदा आयोजकलाई 20-23। सन्तोष राई आयोजकले राम्रो गर्नु पर्यो भन्दै हुनुहुन्छ। सूर्यधन समाल प्रत्यक्ष प्रसारण राम्रो आइरहेको सर भन्नुभएको छ। धन्यवाद तपाईँलाई। सबैलाई सेयर गर्न म अनुरोध गर्छु। र फेरि पनि मिस्टेक राम्रो सर्भिस यहाँ आयोजकबाट 21-23। काजी राई मनोज चामलिङ राई कमेन्ट गर्दै हुनुहुन्छ। एक्सचेन्जको आवश्यकता त्यहाँ खिदिमालाई। राम्रो फिनिसिङ त्यहाँ प्लेसिङ परिताको र यति बेला सेट पोइन्टमा खिदिमा यो पहिलो सेटको 21 रहेको छ। आयोजक रोक्नलाई लगातार 3 नम्बर आवश्यक। आयोजकलाई 1 नम्बर आवश्यक पहिलो सेट जित्नलाई खिदिमालाई। हेरौँ के हुनेछ। अर्पणा यति बेला स्पाइकमा चान्स छ त्यहाँ खिदिमालाई। फेरि पनि आयोजकलाई चान्स। राम्रो स्पाइक त्यहाँ परिताको र यो 21 को विरुद्धमा 25 ल्याएर पहिलो सेट जित्न सफल भएको छ साकेला गाउँपालिका 3। खिदिमालाई बधाई छ। आयोजकलाई शुभकामना छ अर्को सेटको जितको लागि। पहिलो सेट भने खिदिमाले जितेको छ। यहाँ पहिलो सेट जितिसकेपछि फुड चेन्ज र खिदिमाका खेलाडीहरू यति बेला यो हाम्रो क्यामेराको नजिकतिर कोणमा आउँदै हुनुहुन्छ। देवराज तामाङ त्यहाँ टिम कोच पनि हाम्रो प्रेम हमाल हुनुहुन्छ त्यहाँ यो प्रमुख रेफ्री यस प्रतियोगिताको। र म तपाईँलाई दर्शक देखाउँछु एकैछिन। दर्शकहरूको राम्रै बाक्लो उपस्थिति छ। यो कोण सानो भएकोले वरिपरि बस्ने ठाउँ छैन। त्यो कारणले गर्दा यतातिर साइडमा र धेरैजसो दर्शकहरू यो माथि बाँसगारीतिर बसिरहनु भएको छ। तपाईँले यतातिर देख्न सक्नुहुन्छ यी दर्शकलाई। यो साइडमा दर्शकहरू देख्न सक्नुहुन्छ तपाईँ। र यो दोस्रो सेट सुरु हुनको लागि यो
विसल बजिसकेको छ रेफ्रीको। हजुर म लाइभमा छु, म भलिबलको टिममा म छु है, 4 दिनदेखि यतै छु। त्यहाँ हरिबल दाइले पनि फोन गरिदियो, कहाँ हो तपाईँहरू? दाइले पनि फोन गर्दै हुनुहुन्थ्यो, के त विशेष भन्नु न। ए ल अहिले कल गर्छु। र यति बेला खिदिमाले पहिलो अङ्क प्राप्त गरेको छ। सजना त्यहाँ सर्भिसमा 1-0 पहिलो सेट जितेको छ खिदिमाले। त्यहाँ चान्स छ बानिया र त्यहाँ विनिताको स्पाइक अन्डर हुन पुग्यो। नम्बर खिदिमालाई 2-0। राम्रो त्यहाँ स्पाइक थियो, चान्स छ यति बेला अमिताकलाई। तर यति बेला अर्पणा निकै यो रोचक खेल भइरहेको छ यति बेला। यो लामो खेल यति बेला 1 अङ्क प्राप्तिको लागि कसले प्राप्ति गर्नेछ यो अङ्क हेरौँ। राम्रो त्यहाँ डिफेन्स, फेरि पनि आयोजकलाई चान्स। राम्रो डिफेन्स त्यहाँ, चान्स आयोजकलाई। विनिता र यति बेला भने विनिताको राम्रो स्पाइक। नम्बर आयोजकलाई, यो रोचक नम्बर आयोजकले प्राप्त गरेको छ 1-2। र अर्पणा यति बेला सर्भिसमा। राम्रो डिफेन्स त्यहाँ। राम्रो स्पाइक फेरि पनि विनिताको त्यहाँ। विनिताले लगातार राम्रो स्पाइक यति बेला देखाइरहेको छिन्। 2-2 बराबरी त्यहाँ अर्पणा सर्भिसमा। चामलिङ, रसु, अस्मिता देउजा कमेन्ट गर्दै हुनुहुन्छ खिदिमाको पक्षमा। तपाईहरु कुन टिमलाई सपोर्ट गर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला कहाँदेखि। र यति बेला भने विनिताले स्पाइक आउट गर्न पुगिन्। नम्बर खिदिमालाई जर्सी नम्बर 6 मनिता राई सर्भिसमा खिदिमाबाट। र यिनी पबिनाजीको पनि यहाँ कमेन्ट आइरहेको छ। र सामान्य स्पाइक थियो त्यहाँ, चान्स पाएको छ आयोजकले। फेरि पनि चान्स खिदिमालाई। र त्यहाँ नम्बर खिदिमालाई 4-2 मनिता राई सर्भिसमा। नवीन श्रेष्ठ कमेन्ट गर्दै हुनुहुन्छ। दिपेश राई खिदिमा खिदिमा भन्दै हुनुहुन्छ। खिदिमाको पक्षमा धेरै कमेन्टहरू आइरहेको छ। चान्स पनि यति बेला खिदिमाले प्राप्त गरेको छ। त्यहाँ मिलेन र उनले कटाउन सकिनन् नम्बर आयोजकलाई। 3-4 विनिशा मगर यति बेला सर्भिसमा। राम्रो त्यहाँ फर्काएको छ आयोजकले। चान्स फेरि पनि खिदिमालाई। पारस मणि ढकाल साकेला ठिक छ भन्दै हुनुहुन्छ। र यो स्पाइक आउट, तर चेक आउटको त्यहाँ इसारा नम्बर खिदिमालाई सरी आयोजकलाई। विनिशा लगातार सर्भिसमा 4-4 बराबरी। र रोटेसनमा त्यहाँ समस्या खिदिमाको।
र पहिलो पटक आयोजक टिमले 1 अङ्कको अग्रता लिएको छ। त्यहाँ 5-4 को अवस्था। खिदिमा साकेला गाउँपालिका 3, आयोजक दिप्रुङ सुइसुमा गाउँपालिका 7। र राम्रो स्पाइक त्यहाँ विनिताको नम्बर, फेरि पनि आयोजकलाई 6-4। प्रमिसा पौडेल यति बेला आयोजकले जित्नु पर्यो है भन्दै हुनुहुन्छ। जीवन मगर फर्स्ट सेट कसले जित्यो भन्नुभएको छ। फर्स्ट सेट खिदिमाले जितेको छ। यो सेकेन्ड सेटको गेम हो र यो आउट रहनेछ। त्यहाँ नम्बर खिदिमालाई 5-6। अस्मिता बानिया सर्भिसमा, गणेश गुरुङ, राजु भाइ, त्यसै गरी मगर्ने बिनु हामीलाई कमेन्ट गर्दै हुनुहुन्छ। राम्रो बचाउ त्यहाँ खिदिमाको र परिताको राम्रो स्पाइक, तर राम्रो बचाउ आयोजकको। सुमन राई, राज सुनार, खेल राम्रो छ भन्दै हुनुहुन्छ। परिताको फेरि पनि राम्रो थियो, त्यहाँ बचाएको छ आयोजकले। फेरि पनि चान्स खिदिमालाई, फेरि पनि बचाएको छ। निकै उत्कृष्ट यो खेल देख्न सक्छौँ हामी यहाँ। र यति बेला भने प्लेसिङ परिताको चान्स खिदिमालाई, र यति बेला भने आउट स्पाइक परिताको। 7-5 मात्रै 2 नम्बरको अन्तर। तर आयोजक अगाडि यति बेला, खिदिमा पछाडि। कल्याण राई, खिदिमाले जित्नुपर्छ भन्दै हुनुहुन्छ। पुष्कर मगर कति सेट भन्नुभएको छ। यो दोस्रो सेट हो। कृष्ण कुमारी तामाङ, दुवै टिमको खेल राम्रो छ भन्नुभएको छ। तेज कुमार कडा खेल्नु पर्यो खिदिमा भन्दै हुनुहुन्छ। यति बेला खिदिमालाई नम्बर 6-7, जर्सी नम्बर 7 सुमिला तामाङ सर्भिसमा। चान्स छ यति बेला खिदिमालाई नम्बर बराबरी गर्ने, तर त्यहाँ मिलेन, कटेको छ र त्यो फाइदा पनि फेरि खिदिमालाई। बराबरी 7। सामलिङ PBRT को कमेन्ट, एम खड्का काफले कमेन्ट गर्दै हुनुहुन्छ। साकेलाको सेलीहरू भन्दै हुनुहुन्छ। बलराम राई फाइनल हो भन्दै हुन्छ। पक्कै पनि फाइनल हो। पुष्कर मगर 5 कि 3 को भन्दै हुनुहुन्छ। त्यसै गरी सामलिङ सुस्मिता कमेन्ट गर्दै हुनुहुन्छ। फाइनल हो यो, बेस्ट अफ 5 हुनुपर्ने हो, तर महिलातर्फको सम्भवतः बेस्ट अफ 3 को गराउन सक्ने सम्भावना छ। मैले पनि बुझेको छुइनँ, त्यो चाहिँ म बुझ्नेछु। ओखलढुङ्गा खबर लाइभ लहै लहै भन्दै हुनुहुन्छ हाम्रो नवराज सर, तपाईँलाई पनि स्वागत छ। कृष्णनाथ सिंह राई, दुवै टिमलाई जितको शुभकामना हुनुभएको छ। नवराज सर, तपाईँको फुटबलको लाइभ देख्दै थिएँ म अघि। यति बेला विश्राम हो क्या र तपाईँको। रमेश आचार्य खेल राम्रो छ है भन्नुभएको छ। सञ्जना लामा, साकेलाले जित्नु पर्यो भन्दै हुनुहुन्छ। राई माइला चामलिङ, दिपक भट्टराई कमेन्ट गर्दै हुनुहुन्छ। 8-8 बराबरीको अवस्था आएर यो नम्बर आयोजकलाई यति बेला 9-8 1 अङ्कले फेरि पनि आयोजक अगाडि। त्यहाँ विनिता अस्मिता राई सर्भिसमा रहने छिन्, जर्सी नम्बर 7। पहिलो सेट खिदिमाले जितेको छ। दोस्रो सेट जितको एकदमै आवश्यक छ आयोजकलाई, तर लगातार जितको खोजीमा छ खिदिमा पनि। यस पछाडि पुरुषतर्फको फाइनल खेल हुनेछ। त्यहाँ भिड्ने छन् भोजपुरको आमचोक र खोटाङको डुम्रे धारापानीले फाइनल खेल भिड्नेछन्। यस पछाडि पुरुषतर्फको विजेतालाई 1 लाख, उपविजेतालाई 70,000, सेमी फाइनलिस्टलाई 20,000, महिलातर्फको विजेतालाई 50,000, उपविजेतालाई 30,000 र सेमी फाइनलिस्टलाई 10,000। पुरुषतर्फको सेमी फाइनलिस्ट भएका छन् कुइबिर र भोजपुरको सडानन्द। महिलातर्फको सेमी फाइनलिस्ट भएका छन् जनविकास मञ्च खिदिमा र आयोजक बी। र यो खिदिमाको टिम र आयोजकको ए टिम
फाइनलमा प्रतिस्पर्धा गरिरहेका छन्। यो 30,000 र 50,000 को लडाईँ छ। यति बेला 1 अङ्कले खिदिमा अगाडि। परिताको निकै उत्कृष्ट सर्भिस त्यहाँ र राम्रो स्पाइक आयोजकको चान्स छ। फेरि पनि आयोजकलाई राम्रो स्पाइक, राम्रो डिफेन्स पनि, निकै उत्कृष्ट बचाउ त्यहाँ सजनाबाट। र परिताको त्यहाँ प्रयास त थियो, त्यो सफल भएन। आयोजकलाई नम्बर बराबरी 10। देविका राई त्यहाँ सर्भिसमा। जेसल तामाङ, दीपक जी कमेन्ट गर्दै हुनुहुन्छ खिदिमाको पक्षमा। र राम्रो स्ट्राइक त्यहाँ अमिता बानियाको। राम्रो स्पाइक थियो त्यहाँ विनिताको। राम्रो बचाउ साकेलाको। चान्स आयोजकलाई। साजन मगर कमेन्ट गर्दै हुनुहुन्छ यति बेला। र यो राम्रो स्पाइक त्यहाँ विनिताको। 11-11 फेरि पनि बराबरी। अर्पणा त्यहाँ सर्भिसमा आयोजकबाट। फेरि पनि अर्पणा राई त्यहाँ सर्भिसमा आयोजकबाट। 12-11 1 नम्बरले अगाडि। आयोजक यति बेला राम्रो सर्भिस थियो, चान्स पाएको छ आयोजकले। लगातार 2 नम्बर अगाडि आयोजक। 13-11 को अवस्था। चान्स पाएको छ यति बेला आयोजकले। त्यहाँ मनिता मगर र राम्रो स्पाइक विनिता मगरको। र टाइम आउट यति बेला। र यो खिदिमाले टाइम आउट लिएको छ यति बेला। 11-14 को अवस्था छ त्यहाँ। 3 नम्बरले पछाडि छ खिदिमा। देवराज तामाङ त्यहाँ टिम कोच। आयोजक केही नम्बरले लिड गर्दै यति बेला। अर्सित छ त्यहाँ। पहिलो सेट खिदिमाले जितेको छ। यो दोस्रो सेट हो, तपाईँहरूलाई म जानकारी गराउँछु। यस पछाडि पुरुषतर्फको फाइनल रहनेछ। डुम्रे धारापानी भर्सेस भोजपुरको आमचोक बीच प्रतिस्पर्धा हुनेछ। चेन्जको आवश्यकता यति बेला खिदिमालाई। चान्स पाएको छ आयोजकले। र यो चान्स खिदिमालाई थियो, तर आयोजकले नै पाएको छ त्यहाँ। राम्रो स्पाइक त्यहाँ विनिता मगरको। फेरि पनि चान्स त्यहाँ विनितालाई। र यति बेला पनि उत्कृष्ट स्पाइक थियो, राम्रो बचाउ खिदिमाको। फेरि पनि चान्स। राम्रो डिफेन्स त्यहाँ, राम्रो बचाउने प्रयास थियो खिदिमाको, तर त्यो सफल भएन। नम्बर आयोजकलाई। 15-11 अर्पणा राई यति बेला सर्भिसमा। कमिसा पौडेल, लक्ष्मी सुमन, कठुवाल बानिया, दुईटा नाम दुईटा थरबाट पनि यहाँ कमेन्ट आइरहेको छ। सृजना जिम्बाको पनि कमेन्ट। र यति बेला भने लामो समयपछि खिदिमाले चेन्ज गर्न सफल भएको छ। 12-15 3 अङ्कको अन्तर छ यति बेला। जर्सी नम्बर 6 मनिता राई सर्भिसमा खिदिमाबाट।
र खिदिमालाई यति बेला नम्बर लगातार नम्बर खिदिमाले ल्याइरहेको छ। 14-15 साकेला गाउँपालिका 3 खिदिमा र दिप्रुङ सुइचुमा गाउँपालिका 7 टेममा ज्यामिरे आयोजक टिम बीच प्रतिस्पर्धा भइरहेको यो फाइनल खेल 50,000 र 30,000 को यहाँ लडाई भइरहेको छ। पहिलो सेट खिदिमाले जितेको छ। चान्स यति बेला खिदिमालाई बराबरी नम्बर बनाउने त्यहाँ तर सफल भएन। चान्स आयोजकलाई। मगर्ने बिनु आयोजकले जित्नु पर्यो भन्दै हुनुहुन्छ। कामना राई योन्जन कविराज खिदिमा भन्दै हुनुहुन्छ। खिदिमा र आयोजकको पक्षमा यहाँ लगातार कमेन्टहरू आइरहेका छन्। म सबै कमेन्टहरू हेरिरहेको छु। तारा बानिया पनि कमेन्ट गर्दै हुनुहुन्छ। 15 बराबरी छ नम्बर। राम्रो त्यहाँ स्पाइक विनिता मगरको नम्बर आयोजकलाई 16-15। साजन मगर असीम दाहाल कमेन्ट गर्दै हुनुहुन्छ। प्रमिशा पौडेल आयोजक हाई अस्मिता देउजा खिदिमा बबिन्द्र राई ल खिदिमाले जित्यो भन्दै हुनुहुन्छ। प्रतिस्पर्धात्मक खेल छ, जितिसकेको छैन कुनै पनि टिमले। 16-15 र त्यहाँ रोटेसनमा समस्या खिदिमाको नम्बर आयोजकलाई। साजन मगर दुवै टिम राम्रो छ भन्दै हुनुहुन्छ। सामलिङ सुस्मिता खिदिमा भन्दै हुनुहुन्छ। तारा बानिया खिदिमा प्रमिशा पौडेल आयोजक। सुमिला तामाङको त्यो स्पाइक थियो। यो बेला विनिता मगरको यो राम्रो स्पाइक नम्बर आयोजकलाई। 18-15 3 नम्बरले अगाडि यति बेला आयोजक। विनिशा मगर त्यहाँ स्पाइकमा। शेर्पा केजेन भिसन कमेन्ट गर्दै हुनुहुन्छ। रमेश आचार्य असीम दाहाल मगर्ने बिनु लगायतको कमेन्टहरू आइरहेको छ। म सबैको कमेन्ट पढ्न सकिरहेको छैन। विनिता मगरको त्यहाँ फेरि पनि राम्रो स्पाइक र त्यो जो किन पुगे खिदिमाका खेलाडी नम्बर आयोजकलाई 19-15। 4 नम्बरले अगाडि यति बेला यो दोस्रो सेटको। र यति बेला भने राम्रो फिनिसिङ त्यहाँ अर्पणाको राम्रो प्रयास थियो तर त्यो सफल भएन। नम्बर 16-19 अमिता बानिया यति बेला सर्भिसमा। योन्जन कविराज सामलिङ सुस्मिता साजन मगर खिदिमाको पक्षमा कमेन्ट गर्दै हुनुहुन्छ। परिता यति बेला त्यहाँ राम्रो बचाउ खिदिमाको। चान्स आयोजकलाई। राम्रो स्पाइक त्यहाँ विनिता मगरको नम्बर आयोजकलाई। 20-16 अहिले भने विनिता मगरको निकै राम्रो स्पाइकहरू आइरहेको छ। त्यहाँ परिताको राम्रो फिनिसिङ हुन सकेन र यो नम्बर पाउनेछ आयोजक खिदिमाले। पटना पुगे खिदिमाका खेलाडी। सत्र 20 को अवस्था यति बेला खिदिमाले टाइम आउट लिएको छ। 3 नम्बरको अन्तर छ। म तपाईहरुलाई दर्शकको दर्शन गराउँदैछु। यो मेरो अपोजिट साइडमा यतातिर यो नजिकै पनि बसिरहनु भएको छ। त्यस्तै गरी यो साइडतिर पनि दर्शकहरू बाँसकारीको फेदामा बसेर हेरिरहनु भएको छ। दर्शकको आज फाइनल खेलमा बाक्लो उपस्थिति रहेको छ।
र यो खेल सुरु भइसकेको छ। 17-20 3 नम्बरले खिदीमा पछाडि आयोजक अगाडि। चान्स फेरि पनि आयोजकलाई यहाँ र यो अन्डर नेट हुन पुग्यो। त्यहाँ आयोजक जर्सी नम्बर 4 देविका राईको स्पाइक नम्बर खिदीमालाई जर्सी नम्बर 7 सुमिला तामाङ त्यहाँ सर्भिसमा। परिताको त्यहाँ राम्रो स्पाइक 19-20 लगातार नम्बर खिदीमालाई। चान्स यति बेला खिदीमालाई। राम्रो त्यहाँ डिफेन्स। चान्स फेरि पनि आयोजकले पाउनेछ। राम्रो स्पाइक त्यहाँ राम्रो बचाउने प्रयास त गरेको थियो आयोजकले, तर त्यो सफल भएन। 20-20 बराबरी र यो टाइम आउट आयोजकबाट। एउटा सेटमा दुवै टिमले 2 पटक टाइम आउट लिन पाउने नियम रहेको छ। अघि खिदीमाले टाइम आउट लिएको थियो, अहिले आयोजकले खिदीमाको खेलाडीहरूलाई तपाईँले यो कोणमा देख्न सक्नुहुन्छ। देवराज तामाङ त्यहाँ खिदीमाका टिम कोच, अर्को कोणमा आयोजकलाई देख्न सक्नुहुन्छ। यो ठाउँ एकदमै सानो भएकोले म यो कोणभन्दा निकै टाढाबाट जुम गरी तपाईँहरूलाई लाइभ देखाइरहेको छु। दुःख सुख कस्तो देखिरहनु भएको छ कमेन्ट गर्नुहोला। राम्रो स्पाइक त्यहाँ यति बेला आयोजकबाट। 1 नम्बरले आयोजक अगाडि 21-20। दलबहादुर देउजा यति बेला कमेन्ट गर्दै हुनुहुन्छ। तारा बानियाको कमेन्ट आइरहेको छ खिदीमाको पक्षमा लगातार। त्यहाँ विनिशा मगर सर्भिसमा र फेरि पनि त्यहाँ रोटेसनमा समस्या। खिदीमाको नम्बर आयोजकलाई, यसको फाइदा आयोजकले लिनेछ। सरी, अङ्किता राई सर्भिसमा आयोजकबाट। फेरि पनि चान्स पाउनेछ। राम्रो स्पाइक आयोजकबाट नम्बर 23-20 लगातार फेरि आयोजकलाई नम्बर। रमेश आचार्य राम्रो देखिरहेको छ भन्नुभएको छ। एम खड्का काफले अत्यन्त राम्रो देखिएको छ भन्नुभएको छ। धेरै धेरै धन्यवाद तपाईँहरू सम्पूर्णलाई, हेरेर बस्नुभएका सम्पूर्ण दर्शक महानुभावहरूलाई म धेरै धेरै हृदयदेखि नै धन्यवाद व्यक्त गर्छु। 24 बनाउने यो अवसर आयोजकलाई। फेरि पनि चान्स आयोजकलाई सेट पोइन्ट बनाउने र खिदीमाको राम्रो डिफेन्स त्यहाँ। तर यहाँ आउट थियो, स्पाइक लिन पुगे खिदीमाका खेलाडी। यसको फाइदा आयोजकलाई। 24-20 4 नम्बरले अगाडि। 1 नम्बरको मात्रै आवश्यकता यो दोस्रो सेट जित्नलाई आयोजकलाई। 1 सेट खिदीमाले जितेको छ। राम्रो स्पाइक त्यहाँ परिता राईको यति बेला भने सरी यति बेला जर्सी नम्बर 2 ममता तामाङ सर्भिसमा साकेलाबाट 21-24। राम्रो सर्भिस थियो त्यहाँ ममताको नम्बर। फेरि पनि खिदीमालाई 22-24 2 नम्बर लगातार आवश्यक छ त्यहाँ भेट्नको लागि। 1 नम्बर आवश्यक छ यो सेट जित्नलाई आयोजकलाई। र त्यहाँ डबलको सङ्केत 23-24
निकै रोचक भइरहेको छ यो खेल। ममता तामाङको यति बेला सर्भिस राम्रो छ। यो गेम पोइन्ट बनाउने अवसर छ त्यहाँ र यो बराबरी 24 20बाट लगातार 4 नम्बर ल्याउन पुग्यो खिदिमाको टिम। बराबरी 24 निकै रोचक खेल। 24-20 रहेको थियो तर खिदिमाले लगातार नम्बर ल्याउन पुग्यो। त्यो टाइम आउट सकिनेछ। अब 2 नम्बर लगातार आवश्यक यहाँ दुवै टिमको लागि। यो फाइनल खेल हो महिलातर्फको। यस पछाडि पुरुषतर्फको फाइनल रहनेछ खोटाङको डुम्रेधारा पनि भर्सेस भोजपुरको आमचोक। र 25 यति बेला खिदिमालाई 1 नम्बरको आवश्यक यो सेट जित्नको लागि। फेरि पनि राम्रो सर्भिस त्यहाँ, राम्रो स्पाइक, बचाउ राम्रो साकेलाको। परिता राईको त्यहाँ स्पाइक थियो, राम्रो बचाउ साकेलाको। फेरि पनि चान्स परितालाई यहाँ गेम पोइन्ट बनाउने। राम्रो स्पाइक त्यहाँ परिताको। र लगातार 2 सेट जितेको छ। यो फाइनल खेल हो, बेस्ट अफ 5 को हुनेछ। तपाईलाई म त्यो जानकारी गराउँछु। जित नजिक पुगेर हार बेहोर्न पुगेको छ आयोजक टिम, जो हाम्रो क्यामेराको नजिक आइरहेको छ। जित नजिक पुगेर पनि हार्न पुग्यो आयोजक टिम। त्यो दुःख तान्नुपर्छ। लगातार 2 सेट 20-24 को गेम रोकेर जित्न पुग्यो खिदिमाको टिम। अब 1 सेट आवश्यक छ खिदिमालाई उपाधि आफ्नो पुल्टामा पार्नको लागि। लगातार 3 सेट जित्नुपर्ने हुन्छ आयोजकलाई उपाधि आफ्नो पुल्टामा पार्नको लागि। दर्शकहरू यो साइटमा भरिभराउ आज फाइनलको दिन। यो माथितिर तपाईहरु देख्न सक्नुहुन्छ दर्शकलाई। पुरुषको फाइनल कति बजे भन्दै हुनुहुन्छ? अब यस पछाडिको खेल हो। यो महिला तर्फको फाइनल सकिए पछाडि पुरुष तर्फको फाइनल रहनेछ। 1:11 गएको छ यति बेला। अब थोरै उद्घाटन कार्यक्रम हुनेछ यो सकिएपछि। करिब 2:30 हुन सक्ने सम्भावना छ। राम्रो स्पाइक त्यहाँ अमिता बानियाको। नम्बर खिदिमालाई यो पहिलो अङ्क। यति बेला जर्सी नम्बर 5 परिता राई त्यहाँ सर्भिसमा। राम्रो ब्लक त्यहाँ खिदिमाबाट। चान्स फेरि पनि आयोजकलाई। राम्रो त्यहाँ स्पाइक अमिता बानियाको। 3-0 परिता राई लगातार सर्भिसमा।
सुमन बानिया, तारा बानिया लगायत कमेन्ट गरिरहनु भएको छ। यति बेला खिदिमालाई चान्स फेरि पनि र फेरि पनि राम्रो स्पाइक त्यहाँ अमिता बानियाको 4-0। राम्रो स्पाइक त्यहाँ, राम्रो बचाउ पनि खिदिमाको। फेरि चान्स आयोजकलाई विनिता मगर, सरी अहिले अर्पणा राईको स्पाइक थियो त्यहाँ। चान्स फेरि पनि आयोजकलाई र लक्की कटेको छ तर राम्रो डिफेन्स खिदिमाको। र यति बेला भने अन्डर नेट स्पाइक विनिता मगरको नम्बर। खिदिमालाई लगातार 5-0। परिता राई लगातार सर्भिसमा। चान्स फेरि पनि खिदिमालाई र यति बेला भने नेट टचको इसारा त्यहाँ खिदिमाका खेलाडीको, जसको फाइदा आयोजकलाई 1 नम्बर। आयोजक 5 नम्बर, खिदिमा 1-5। साजन मगर, अजिता श्रेष्ठ कमेन्ट गर्दै हुनुहुन्छ। चान्स आउनेछ आयोजकलाई तर त्यहाँ डिफेन्स पुगेन। र राम्रो त्यहाँ स्पाइक अमिता बानियाको। अर्पणा थुलुङ यति बेला कमेन्ट गर्दै हुनुहुन्छ। योन्जन कविराज, जनक रिजाल कति सेट भयो भन्नुभएको छ। यो तेस्रो सेट हो, 2 सेट लगातार खिदिमाले जितेको छ। यदि यो सेट खिदिमाले जित्छ भने खिदिमा बन्नेछ विजेता, आयोजक बन्नेछ उपविजेता। लगातार नम्बर फेरि पनि 7-1। सजना राई त्यहाँ सर्भिसमा। विनिता मगर, राम्रो स्पाइक त्यहाँ विनिताको नम्बर। आयोजकलाई 2-7। राम्रो स्पाइक थियो, राम्रो डिफेन्स पनि। राम्रो डिफेन्स त्यहाँ खिदिमाको। र चान्स आयोजकलाई। राम्रो स्पाइक फेरि पनि तर राम्रो बचाउ पनि। र त्यहाँ लक्की बल कट्ने छ खिदिमाको लागि। 8-7। निकै रोचक खेल तर नम्बर लगातार खिदिमालाई। साकेला गाउँपालिका 3 खिदिमा, दिप्रुङ चुइचुमा गाउँपालिका 7 टिममा बीच चाहिँ प्रतिस्पर्धा भइरहेको छ। र यो भने बल कट्ने छैन। नम्बर आयोजकलाई 3-8। विनिता मगर यति बेला सर्भिसमा। आयोजकबाट रञ्जना लामा, खिदिमा जित हुनुपर्छ भन्दै हुनुहुन्छ। बम बहादुर बुढाथोकी, खिदिमाले जित्ने भयो भन्दै हुनुहुन्छ। राम्रो स्पाइक त्यहाँ आयोजकबाट। 4-8। विनिता मगर सर्भिसमा। र त्यहाँ उत्कृष्ट फिनिसिङ खाली ठाउँमा। नम्बर खिदिमालाई 9-4। अमिता बानिया त्यहाँ सर्भिसमा। सबिना काफले कमेन्ट गर्दै हुनुहुन्छ त्यो बेला। चामलिङ सुस्मिता, दुवै टिम राम्रो भन्दै हुनुहुन्छ। त्यहाँ चान्स छ आयोजकलाई। राम्रो स्पाइक त्यहाँ परिता राईको। नम्बर खिदिमालाई 10-4।
10-4 6 नम्बरले अगाडि जर्सी नम्बर 4 देविका राईको त्यहाँ राम्रो स्पाइक नम्बर 5-10 अंकिता राई यति बेला सर्भिसमा जर्सी नम्बर 1 आयोजकको राम्रो डिफेन्स त्यहाँ अर्पणा र अंकिताको र कट्न सकेन बल नम्बर खिदिमालाई 11-5 सुमिला तामाङ खिदिमाबाट सर्भिसमा र यो स्पाइक आउट रहनेछ अर्पणा राईको नम्बर खिदिमालाई 12-5 सुमिला तामाङ लगातार सर्भिसमा त्यहाँ र चान्स पाउने चाहिँ यति बेला खिदिमाले राम्रो स्पाइक त्यहाँ परिता राईको 13-5 8 अङ्कको अग्रता यति बेला खिदिमालाई 2 सेट लगातार जितिसकेको छ खिदिमाले यो सेट जितेमा उपाधि पनि जित्नेछ प्रथमलाई विजेतालाई 50,000 उपविजेतालाई 30,000 रहेको तपाईहरुलाई म जानकारी गराउँछु यति बेला फेरि पनि स्पाइक आउट आयोजकको नम्बर खिदिमा 5-14 र यति बेला भने सुमिलाको यो सर्भिस कोणभन्दा निकै बाहिर पन्ध्र छ जर्सी नम्बर 2 ममता तामाङ त्यहाँ सर्भिसमा योभन्दा अगाडिको सेटमा ममता तामाङको त्यहाँ निकै उत्कृष्ट सर्भिस रहेको थियो र यति बेला पनि उनले सर्भिसमै नम्बर ल्याउन सफल 16 छ र यति बेला भने नम्बर आयोजकलाई 7-16 चान्स यति बेला आयोजकलाई विनिता मगर र राम्रो स्पाइक त्यहाँ विनिता मगरको र त्यहाँ स्टेजमा राखिएको मेडलमै पुगेको छ बल खेलाडीले भन्दा अगाडि बलले त्यहाँ मेडल चुन पुग्यो नम्बर लगातार आयोजकलाई 8-16 को अवस्था छ यति बेला अंकिता राईको यो सर्भिस आउट नौशोरा र यो आउट स्पाइक त्यहाँ अन्डरलाइन जस्तो लागेको थियो मलाई तर आउट देखाएका छन् राइट हुन पर्ने थियो त्यो बल मलाई जहाँसम्म लाग्छ तर त्यहाँ आउट देखाइएको छ र यति बेला भने खिदिमाले नम्बर प्राप्त गरेको छ 17-10
चान्स यति बेला आयोजकलाई। बेबीचन्द चामलिङ कमेन्ट गर्दै हुनुहुन्छ। तिलकपुरी कमेन्ट गर्दै हुनुहुन्छ। राम्रो स्पाइक थियो त्यहाँ, राम्रो बचाउ। र त्यहाँ लक्की स्पाइक कट्नेछ आयोजकलाई। 11-17 18-11 सजना राई यति बेला सर्भिसमा। त्यस पछाडिको खेल पुरुषतर्फको फाइनल रहनेछ। त्यहाँ खोटाङको डुम्रे धारापानी र भोजपुरको आमचोक बीच प्रतिस्पर्धा हुनेछ। बेग्र प्रतीक्षा गर्नुहोला। केही समय पछाडि यो खेल सकिएपछि आधी घण्टा जति विश्राम रहनेछ। त्यहाँ औपचारिक कार्यक्रम सुरु हुनेछ समापनको। त्यस पछाडि पुरुषतर्फको फाइनल खेल रहने म तपाईँहरूलाई जानकारी गराउँछु। करुणा समाल मगर यति बेला कमेन्ट गर्दै हुनुहुन्छ। र त्यो स्पाइक आउट, तर छुन पुगे साकेलाका खेलाडीले। 12-19 जर्सी नम्बर 3 विनिशा मगर सर्भिसमा यति बेला। र यो अन्डरनेट स्पाइक विनिता मगरको नम्बर। खिदिमालाई 20-12 8 अङ्कको अन्तर यहाँ। यदि यो सेट पनि खिदिमाले जित्छ भने यो उपाधि जित्नेछ। 50,000 लिएर जानेछ घर। पुरुषतर्फको फाइनल केही समय पछाडि त्यहाँ 1 लाखको लडाइँ हुनेछ। 1 लाख पाउनेछ विजेताले, उपविजेताले 70,000। र त्यहाँ अन्डरनेट स्पाइक यति बेला अमिता बानियाको नम्बर आयोजकलाई 13-20। चौदह 6 नम्बरको अन्तर। लगातार नम्बर आवश्यक आयोजकलाई र त्यही भइरहेको छ। फेरि पनि आयोजकलाई नम्बर 15-20। र फेरि पनि नम्बर आयोजकलाई नै 16-20। 4 नम्बर लगातार ल्याएको छ यति बेला आयोजकले। 8 अङ्कको अन्तर थियो। एक चेन्जको आवश्यकता छ त्यहाँ खिदिमालाई, तर चान्स यति बेला फेरि पनि चान्स खिदिमालाई। राम्रो स्पाइक, राम्रो बचाउ। फेरि पनि चान्स त्यहाँ। राम्रो सजनाको त्यहाँ डिफेन्स खिदिमाका। चान्स यति बेला आयोजकलाई। र त्यहाँ बल कट्ने छैन। अन्डरनेट। लामो समयपछि चेन्ज भएको छ खिदिमाको। 21-16। अमिता बानिया त्यहाँ सर्भिसमा। त्यहाँ पुगेन रेज। चान्स यति बेला आयोजकले पाउनेछ। र नेट टच हुनेछ त्यहाँ परिता राईको नम्बर आयोजकलाई। अङ्किता राई त्यहाँ सर्भिसमा आयोजकबाट।
चान्स यति बेला परितालाई र त्यो उत्कृष्ट स्पाइक परिता राईको 22-17 यो सेट यदि खिदिमाले जित्छ भने उपाधि पनि जित्नेछ त्यो जानकारी गराउँछु म तपाईहरुलाई 2 सेट जितिसकेको छ तर यति बेला सर्भिस आउट गर्न पुगे खिदिमाका खेलाडीले नम्बर आयोजकलाई 18-22 जर्सी नम्बर 7 अस्मिता राई यति बेला सर्भिसमा चान्स आयोजकलाई राम्रो स्पाइक थियो अर्पणा राईको 19-22 र फेरि पनि नम्बर आयोजकलाई 20-22 लगातार अङ्क दूरी घटाउँदैछ अघिल्लो पटक आयोजकको 24 थियो खिदिमाको 20 थियो तर खिदिमाले भेट्टाएर गेम गर्न सफल भएको थियो त्यही संकेत यति बेला आयोजकले दोहोर्याएको छ 21-22 र यो टाइम आउट यति बेला खिदिमाबाट लगातार नम्बर गुमाएको छ खिदिमाले लगातार नम्बर ल्याएको आयोजक केही समय अगाडि 8 नम्बरले पछि थियो आयोजक तर 1 नम्बरको मात्रै अङ्क दूरी बाँकी छ यति बेला भेटाउनको लागि अब यस पछाडिको खेल पुरुषतर्फको फाइनल हुनेछ तर आधी घण्टा भने ब्रेक हुनेछ त्यहाँ औपचारिक कार्यक्रम उद्घाटन हुने म तपाईहरुलाई जानकारी गराउँछु पुरुषतर्फको फाइनल खोटाङको डुम्रे धारापानी र भोजपुरको आमचोक गाउँपालिका बीच प्रतिस्पर्धा रहने म तपाईहरुलाई जानकारी गराउँछु यो खेल सुरु भइसकेको छ टाइम आउट सकिएको छ 21-22 खिदिमालाई त्यहाँ चेन्ज गर्नुपर्ने थियो तर चान्स आयोजकलाई यति बेला र यो बराबरी नम्बर 22-22 लगातार नम्बर ल्याएको छ आयोजकले र भेटाउन सफल भएको छ खिदिमाले गल्ती गर्न पुग्यो लामो चेन्ज गर्न सकेन र त्यो सर्भिस आउट हुनेछ अस्मिता राईले सर्भिस आउट गर्न पुगिन् 23-22 चान्स यति बेला आयोजकलाई थियो चान्स खिदिमालाई राम्रो स्पाइक त्यहाँ अङ्किता राईको सरी परिता राईको 24-22 22 रोकिएको खिदिमा अहिले भने 24 पुर्याएको छ 24-22 मात्र 1 अङ्कको आवश्यकता यति बेला खिदिमालाई यो गेम जित्नको लागि र यति बेला भने अर्पणा राईको राम्रो स्पाइक त्यहाँ खाली ठाउँमा 23-24 छ त्यहाँ मात्रै 1 अङ्कको अन्तर निकै रोमाञ्चक यो खेल भइरहेको छ र यो सँगसँगै खिदिमालाई नम्बर माइनस बल र खिदिमाले उपाधि जित्न सफल भएको छ खिदिमालाई त्यहाँ बधाई छ खिदिमाले उपाधि जित्न सफल भएको छ हामी केही समय पछाडि पुरुषतर्फको लाइभ लिएर आउनेछौँ केही समय तपाईँ प्रतीक्षा गर्नुहोस्